हजुरहरू कल्पना गर्न सक्नुहुन्छ 4500 वर्ष अघि कुनै पनि मेसिन, कम्प्युटर, ड्रोन वा टेक्नोलोजी बिना कतै अफ्रिकाको तातो मरुभूमिमा विश्वकै सबैभन्दा रहस्यमय संरचना बनिरहेको थियो। त्यो हो गिजाको 3 महान पिरामिडहरू, खुफु, काफ्रे र मेनकाउरे। पिरामिड केवल ढुङ्गाको ढेर होइन, त्यो हो एक गहिरो विश्वास, अद्वितीय वास्तुकला र सम्भवतः कुनै गुम भएको ज्ञानको प्रमाण। दर्शक महानुभावहरू, आजको यस भिडियोमा हामी जान्नेछौँ कि यति ठुला विशाल पिरामिड कहिले र किन बनाइयो। विश्वको प्राचीन सभ्यताहरूमध्ये मिस्रको सभ्यतालाई प्राचीनतम तथा संसारको सबैभन्दा पुरानो सभ्यता मानिन्छ। खुफुको पिरामिड भनेर चिनिने ग्रेट पिरामिड लगभग 2580 देखि 2560 ईसापूर्वमा निर्माण गरिएको र यो इजिप्टको चौथो राजवंशको समयमा निर्माण भएको तथा यो सभ्यताको विकास नील नदीको किनारमा विकास भएको थियो। इतिहासकार प्रोफेसनल फ्ल्यान्डर्स पेट्रीका अनुसार मिस्रको प्राचीन सभ्यताको इतिहासको आरम्भ ईसाभन्दा 10,000 वर्ष पहिले भइसकेका थिए तापनि मिस्रको विविध तथ्यपूर्ण इतिहासमा ईसाभन्दा 3400 वर्ष पहिलेदेखि नै इतिहासकारहरूलाई प्राप्त हुन सक्यो। मिस्रका पिरामिड केका लागि र किन बनायो भन्ने प्रश्नको उत्तर इतिहास, धर्म र संस्कृतिसँग गहिरो सम्बन्ध राख्दछ। वास्तवमा पिरामिड किन बनायो यस विषयमा प्राचीन मिस्रहरू विश्वास गर्थे फेरो मरेपछि उनी आफ्टरलाइफमा बाँचिरहन्छन्। फेरोको अर्थ भन्नाले उनीहरूको सम्राट, त्यसैले उनीहरूलाई मर्नु अघि नै यस्तो समाधि तयार गरिन्थ्यो जुन चिरकालसम्म सुरक्षित रहोस्। पिरामिडभित्र उनीहरूको मम्मी, साथमा सुनका गहना, हतियार, खाना सबै राखिन्थ्यो ताकि फेरो अर्को जीवनमा पनि राजा भएर बाँच्न सकुन्। पिरामिडको आकृति पनि स्वर्गतिर उक्लने बाटो जस्तै बनाएको थियो। यो उनीहरूको देवतासँग आत्माको मिलनको प्रतीक मानिन्छ। तर प्रश्न आउँछ कि आखिर पिरामिड कसरी बने? के यो मानवको पराक्रम थियो वा अरू कुनै अदृश्य शक्तिको चमत्कार? पिरामिड बनाउन लाखौँ टन ढुङ्गा चाहिन्थ्यो तापनि सामग्री मिस्र तथा नाइल नदीको ओरपरका भागहरूबाट निर्माण स्थलसम्म ल्याइन्थ्यो। चुनढुङ्गा गिजाको वरिपरिका खानीबाट ग्रेनाइट करिब 800 किलोमिटर टाढा नाइल नदी मार्फत आसवनबाट ढुङ्गा काट्न तामाका हतियार, हतौडा र पानी प्रयोग हुन्थ्यो। एक ब्लकको तौल लगभग 2 देखि 15 टनसम्म हुने गर्थ्यो जुन तानेर सार्न आजको समयमै पनि सजिलो छैन। पुरातत्त्वविदहरूले पत्ता लगाए अनुसार विशाल ढुङ्गा काठका सलेजमा राखेर तानिन्थ्यो। तर यहाँ एउटा रोचक कुरा छ, मिस्रहरूले सलेज अघि बालुवामा पानी हालेर घर्षण कम गर्ने तरिका प्रयोग गरेका थिए। यसरी भारी ढुङ्गा पनि तुलनात्मक रूपमा सजिलै सारिन्थ्यो। नाइल नदीको बाढीको समयमा ठुला ढुङ्गा ढुङ्गामा राखेर निर्माण स्थलसम्म ल्याइन्थ्यो। आज पनि सबैभन्दा ठुलो रहस्य यही हो, यी टन ढुङ्गा पिरामिडको माथिल्लो भागसम्म कसरी पुर्याइयो। सबैभन्दा स्वीकारेको सिद्धान्त हो र्याम्प प्रणाली। कहिले सिधा र्याम्प भने कहिले घुमाउरो र्याम्प प्रयोग हुन्थ्यो। कामदारहरूले ब्लकहरू एक एक तहमा राख्दै पिरामिडको बिस्तारै माथि बढाउँदै लगे। अन्तिम चरणमा बाहिरी सतहमा सेतो चुना ढुङ्गा राखेर पिरामिडलाई चम्किलो बनाइन्थ्यो जसले सूर्यको प्रकाश परावर्तित गर्थ्यो। कल्पना गर्नुहोस्, 4000 वर्ष अघि गिजाको पिरामिडहरू सुनझै चम्किँदै मरुभूमिमा टल्किरहेका थिए। अझै बाँकी रहेको रहस्य के छ भने यस्तो निर्माण आज पनि सहज छैन। पिरामिडको मापन मिलिमिटरको शुद्धतामा गरिएको छ। चारै कुनाहरू लगभग पूर्ण रूपमा उत्तर, दक्षिण, पूर्व, पश्चिम दिशासँग मिल्छन्। कसरी, त्यो अझै रहस्यकै कुरा हो। के यो केवल गणित र इन्जिनियरिङहरूको कमाल थियो वा प्राचीन मिस्रीहरूलाई कुनै हराएको उच्च प्रविधि थाहा थियो? कतिपयले त यसलाई एलियनको मद्दत पनि भन्छन्, तर त्यो प्रमाणित भने भएको छैन। यही अनिश्चितताले पिरामिडलाई अझ आकर्षक बनाएको हो। 4000 वर्ष बितिसक्दा पनि पिरामिड अझै मजबुत उभिएको छ। यो मानवको इच्छाशक्ति, बुद्धिमत्ता र अदम्य साहसको प्रतीक हो। र सायद यसको भित्र अझै लुकेका छन् इतिहासका ती पानाहरू जसले हाम्रो सभ्यताको वास्तविक कथा फेरि लेख्न सक्छ। हवस् त, यदि तपाईलाई पिरामिड सम्बन्धी छोटो सन्देश रोचक लाग्यो भने भिडियोलाई लाइक, शेयर तथा
च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। यस्तै अर्को रोचक विषयवस्तुको साथमा फेरि भेटौँला। धन्यवाद।